Look at. कस्तो छ गुलगुल ससेज मिठो छ मिठो छ तँलाई ससेज खान मन लागेन बोलिनुहोस् त नि टाउको हल्लाएर हुँदैन अनि म गुलगुलले त मोमो खाएन नि त नि गुलगुलले तेरो भाग मोमो खाइदिएको भए त उसले ससेज खान्छ त्यसले तिमीले मोमो खायौ छिटो खाऊ नानी छिटो खाऊ कप्पा कप जानुपर्छ वाटर रेन हुन लाग्यो पानी आउँछ हामी जान्छ एक्लै होला चाहिँ छिटो खाऊ ल माम ससेज हजुर मोमो खाइसकिस् अझै हाफ प्लेट खान्छस् माग त के भने माग न माग त छिटो माग न बोला नि त बोला दाई भन्छस् कि साउजी भन्छस् त्यो भन्दा बोला न त्यो छिटो न बोल भनेको बोला भने म नहुँदा कसले मलाई दिन्छ त ल भन्छ छिटो बोला त खान्छस् भने बोला बोला न छिटो 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 भनेको नानी मिठो छ मिठो छ अब अर्को खाइसकेर फेरि अर्को पनि खाना लायो नानी छिटो खाऊ गुड अहिले साइनाले खाइदिन्छ है साइना अहिलेसम्म कति प्लेट खाइस् मोमो एक प्लेट हो कि 1.5 प्लेट मोमो अहिले कति प्लेट खायो अघि यो सबै साइनाले खाएको मोमो आम्मा मोमो हो यत्रो यसले त एक ट्याङ्कर एक किलो छ नि त मोमो हो है भेट्यो भने त मोमो त खतरा खाने रहेछ त्यो कप्पे डोले खान सक्छस् ल नानीले मिठो छ अझै खाने धेर नखाने त्यति खाने ल कतिवटा खायो नानीले हिजो खायो अनि 3वटा खायो आज हो आमा ल धेर नखाने ल खोइ सिङ्गी पुस्ने बाबाले सिङ्गी पुस्दिन्छु
हो गाइस अझै भेट्यो भने खान्छस् होला है अझै मोमो खान्छ अबै भयो योभन्दा धेरै खानु मोमो भेट्यो भने त अझै पो खाने भन्छ तपाईँ धेरै खानु हुँदैन मोमो 2 प्लेट मोमो खाएर पनि अझै अगाएन पो भन्छ यार यत्रो फुच्चिले पनि भात नखाने मोमो भनेपछि चाहिँ पिरो छैन अभी हात पुछ्दै पानी पहिला पानी खानु दे पानी खाँदैछ बहिनी भयो घरमा खाने ल पानी धेर नखाने के खाने अझै खाने अब कोई आउनु पर्दैन ल भयो ल जाउँ सिगान पुज्ने बहिनीको बिस्तारै